हेलो सेवा नमस्ते वेलकम टु माई ब्लग। हामी चाहिँ कहाँ जाँदैछौँ भनेर हजुरहरूले छोटो क्लिपमा देखिसक्नुभयो र म चाहिँ बिहानै नुहाएर रेडी हुँदै थिएँ। अनि यता मम्मीले पनि सबै कुरा फुलहरू टिपेर रेडी बनाइसक्नु भएको छ। अनि हामी चाहिँ यो लिएर अब रोडमा निस्क्यौँ है, अटोलाई पर्ख्यौँ। अनि अटोलाई पर्खिँदा अटो पनि एकछिनमा त आइहाल्यो। यसो हेरेको त चिनेको दाइ हुनुहुँदो रहेछ। ल दाइसँग अगाडि बसेर अब हाँस्दै गफ गर्दै जानुपर्छ भन्दै एकदम दाइसँग पनि हाँस्दै गफ गर्दै जाँदा त्यो आएको त थाहा नै भएन, अलि पत्तै भएन। यसो हाँसी मजा गर्दै गर्दै जाँदाखेरि है एकैछिनमा आइपुग्यो। अनि दाइलाई पनि ल त जानु है भनेर दाइ जानुभयो चरीकोटतिर, हामी लाग्यौँ मन्दिरतर्फतिर दुईजना है। हिँड्दै गफ गर्दै गर्दै मन्दिरतिर लाग्यौँ र मन्दिरतिर लागेको यसो हेरेको त अलि खाली नै रहेछ। अलि आज चाहिँ त्यति भिड पनि छैन रहेछ, आज चाहिँ खाली नै रहेछ। जुत्ता चप्पल खोलेर चाहिँ अनि भित्र मन्दिर प्रवेश गऱ्यौँ। अनि यसो अगाडि हेरेको त त्यहाँ धारामा अझै पानी आइरहेको रहेछ। चोख्यौँ दुवैजना, चोखे सुरुमा पूजा गर्दा चाहिँ जल चढाउनु पर्छ अरे। अनि सुरुमा गणेश भगवान्लाई जल चढायौँ र पूजा गऱ्यौँ। यहाँबाट सुरु गऱ्यौँ है। सबै ठाउँतिर पूजा गर्दै घुम्दै हिँड्यौँ है। अनि यसो अगाडि हेरेको त घन्टा रहेछ। अब मन्दिरमा आइसकेपछि घन्टा त नबजाउँदैन भनेर फेरि गएर घन्टा पनि 3 चोटि बजाए टङ टङ मारेर है। अनि त्यसपछिबाट हामी चाहिँ धुप बाल्न लाग्यौँ। एकजनाले बत्ती, एकजनाले धुप बालिसकेर चाहिँ लास्टमा नरिवल फुटायौँ। नरिवल फुटाएर सबतिर पर्सेर अनि बाहिर निस्क्यौँ। अब टिका लाउने तर्फतिर जाने। टिका लगाउनेमा नि अलि खाली नै थियो, आज त्यति भिड थिएन, खाली नै थियो। अनि त्यसपछिबाट दुईजनाले टिका लगायौँ। टिका लगाएर चाहिँ अब अनि घरतर्फतिर लाग्यौँ हामी दुवैजना। हजुरहरूलाई आजको ब्लग कस्तो लाग्यो कमेन्ट गर्नु होला, सेयर गरिदिनु होला है। आजलाई यति भन्दै मेरो ब्लग यहीँ टुङ्ग्याउँछु। अब बाँकी भोलि अर्को भिडियो लिएर आउनेछु। आजलाई यति नै, हस् बाई बाई सबैलाई।